र हामी चाहिँ सबैजना लगभग यहाँ कति वर्ष पछाडि भन्दाखेरिलाई 2016मा आएदेखि त्यहाँदेखि आएको छैन नि 2016 26 भने चाहिँ कति भयो 10 साल भयो नि 10 साल 10 वर्ष पछाडि फेरि आउँदैथ्यौँ तिनैजना अहिले दुईजना थपिएको छ नत्र पहिले हामी तिनजना आएको थियौँ तिनजना को आएको थियौँ पोइन्ट गर्दिउँ न मिस्टर पारस मिस्टर सुन्दर अनि म होइन हाम्रो विशाल र मौसम चाहिँ आएको थियौँ त्यतिखेर फेरि हामी 10 वर्ष पछाडि फर्केर आएको छौँ कोही मलेसियाबाट कोही कतारबाट कोही दुबईबाट यस्तो छ अस्ति भर्खर जस्तो लाग्छ है यस्तो केही थिएन नि त्यतिखेर त्यो ओह्रालो झर्दै फाल्दै गएर अमला टिप्दै खाँदै हिँड्थ्यौँ हामी हो त नि हो नि अनि आमामा पहिले स्कुल भागेर आएर अनि झोला झोला अमला लगेर स्कुलमा बाँड्दैन क्या हो नि कस्तो फल्छ यहाँ चाहिँ अलिक उयो छ कि अलिक उता उता फल्छ क्या अमला ए गाडी के को भाडा तिर्ने केटाहरू सबैजना जराक्तुरु उठेपछि होइन जाडो हुन्छ भनेर सर्टमा चाहिँ सर्ट क्या हाम्रो दुईवटा सर्ट लगाइकन आइदिएछ म एकचोटि यहाँनिर जाडो हुन्छ भनेर अगाडि नै सर्ट बोकेर ल केही छ केटाहरूलाई भन्नु खुसी लागिरहेको छ ए ल अलिअलि परिवर्तन भएको रहेछ है अलिअलि भन्नाले धेरै हो पहिला हेरेर दर्शन गर्न सबैभन्दा मनपर्ने के भन्छ यो नेचुरल गन्ध हुँदैन यसको यो स्मेल है आम्मामा फट्ट उकालो छँदाखेरि यसको बास्ना भनौँ न आम्मा यो बास्ना आउने अनि त्यो सँगसँगै जाडो फिल हुने एकदम मजा पहिला त अलिक कस्तो कस्तो हुन्थ्यो अहिले त यही मनपर्छ अब यहाँ पनि सानो टुक्रुको थियो होइन अलिक बढेको रहेछ यस्तो केही थिएन नि ऊ तलको मात्रै थियो क्या यो हात हालेको छैन ऊ तलको थियो टुक्रुकै त्यो चिन्डो सिन्डो केही थिएन हर्केले नि राखेको कि अब चिन्डो त्यसले त धेरै यस्तो खाली ठाउँ देख्नु हुँदैन चिन्डो गाडी हाल्छ नि त हो अनि भएन भने आफ्नै मूर्ति बनाउँछ अनि अगाडि आएर नाच्छ रुन्छ त्यस्तै हो त्यसो काम त्यस्तो छ कतै जाने ठाउँ होला अरू औ माथि देखेको थिएन अघि एउटा डाँडा हो त्यही जाने ठाउँ हो क्या यो ए होला पनि सायद हो त पहिला यति फराकिलो बाटो चाहिँ थिएन यसरी यस्तो तेर्सो कुद्नु पर्थ्यो मान्छे आयो भने यस्तो चेप्टिनु पर्थ्यो होइन त चेप्टेको होइन त हो नि है हल्का बढेको छ यो त के भन्छ यही होला यार मालिङ्गो मालिङ्गो यो लालीगुराँस छैन भाइ यो त उत्तिस हो नि ए तल चाहिँ लालीगुराँस हो यो उति छ अरे यो उयो भन्छ है ह्यात्तेरिका के भन्छ यसलाई उति छैन के भन्छ भाइ यसलाई अर्को क्या चिलाउने होइन नामै बिर्सेँ पाहाडतिर पाउँछ नि भाइ यो रुख क्या कटुस भनेको ट्याक्कै कटुस कटुस उ त चिलाउने हो यताको व्यवस्थापनले यो फोहोर पनि टिप्दो रहेछ किनभने उयो हुँदा पनि हेर्नु नि सफा छ है साफसफाइ गर्दो रहेछ व्यवस्थापन यो मन्दिर व्यवस्थापनले होला मैले त्यो सोचेको चाहिँ उतल त्यो हाइपिच बाटो थियो नि यता बाटै राम्रै छ क्या केटाहरूले राम्रो छैन भन्यो अनि त्यताबाट यसरी आइदिउँ भन्ने सोचेको थिएँ घुम्दै कहाँ यताबाट बाटो राम्रो छ त नि कि अहिले बनायो छ नि राम्रो छ नि बाखप उही तल त नि बाखप उयो तल चिन्डे हो सुदीप र म भान्जा र म त्यतैबाट हो राम्रो छ त्यहाँसम्म पहिला आएको होइन